सागको अचार। हजुर यो सागको चाहिँ आज अचार बन्दैछ, हेर्नु है त अब यो अचार कस्तो बन्छ। यहाँ मैले सागलाई चाहिँ 5-7 मिनट चाहिँ स्टिम गरेँ। यतिको स्टिम भइसकेपछि हाम्रो साग चाहिँ रेडी भइसक्यो। अब मैले यो सागको एक्सेस पानी चाहिँ निचोरेर सागलाई चाहिँ काटेर रेडी गरेर राख्छु। अब हाम्रो साग रेडी भइसक्यो। अब मैले यता चाहिँ एउटा कराईमा तोरीको तेल राखेर त्यसमा लसुन र सुकेको खोर्सानीलाई चाहिँ फ्राई गरेँ। फ्राई गरिसकेपछि मैले एउटा भाँडामा चाहिँ त्यसलाई राखेँ अनि मैले 5-7 वटा टमाटर पनि बोइल गरेर त्यसमा राखेर यसको मजाको मिक्सचर बनाएँ। मैले यसमा अलिकति नुन पनि राखेर यतिको हाम्रो ग्रेभी भइसक्यो। अब मैले अघि यो काटेर राखेको साग चाहिँ यसमा राखेँ। त्यसपछि मैले एउटा प्याज राखेँ। त्यसपछि मैले हरियो लसुनको पत्ता राखेँ। त्यसपछि राखेँ यो कश्मिरी लाल मिर्च अनि मैले थोरै नुन पनि राखेँ अनि मैले यो राखेँ 2 चम्चा छोप। त्यसपछि मैले 1 चम्चा बेसार 1 चम्चा मसला राखेर तोरीको तेलमा मेथी फुराएर मजाले झानिदिएँ। त्यसपछि मैले लेमन मजाले स्क्विज गरेर यसलाई चाहिँ मिक्स गरेँ। यसरी मजाले मिक्स गरिसकेपछि हाम्रो सागको अचार यस्तो मिठो रेडी भयो। मैले पनि यो फर्स्टचोटि बनाएको थिएँ तर यो फर्स्टचोटिमै यस्तो मिठो भयो। हजुर पनि एकचोटि ट्राई गर्नुस्। म त यो खाइ भएँ। यो खानासँग पनि त्यत्तिकै मिठो हुन्छ। थ्याङ्क यू फर वाचिङ एन्ड फलो फर मोर रेसिपिज। बाई।